हेलो एभ्रिवान, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको आइपिओको बाँडफाँड मिति चाहिँ तोकेको छ, यानि कि रिजल्ट डेट पब्लिस गरेको छ। साथीहरू के तपाईँहरूले पनि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ भर्नुभएको थियो त? यो आइपिओ चाहिँ असारको 3 गतेदेखि असारको 8 गतेसम्म खुलेको थियो। आजको भिडियोमा चाहिँ यस माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओमा कतिजनाले आवेदन दिए, सो यसको चाहिँ ओपनिङ प्राइस रेन्ज कति रहनेवाला छ, 10 किताको दरले बाँडफाँड गर्दाखेरि कतिजनालाई पर्छ, यो कम्पनीको नेट वर्थ इपिएस कति रहेको छ त, यसको रिजल्ट चाहिँ कहिलेसम्म आउँछ र यसको ओपनिङ प्राइस रेन्ज कति रहनेवाला छ त, यी सम्पूर्ण कुराहरू चाहिँ आजको भिडियोमा डिस्कस गर्नेवाला छौँ। र यस्तै आइपिओ एफपिओ सेयर मार्केट रिलेटेड भिडियोका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब ढिला नगरी आजको टपिकतर्फ लागिहालौँ। यस कम्पनीको नेटवर्थ र इपिएस बारे कुरा गर्ने हो भने नेटवर्थ रहेको छ 106 रुपियाँ 84 पैसा भने अर्निङ पर सेयर यानि कि इपिएस चाहिँ 5 रुपियाँ 13 पैसा चाहिँ रहेको छ। यस कम्पनीको नेटवर्थ र अर्निङ पर सेयर चाहिँ एकदमै स्ट्रङ देखिएको छ। यस कम्पनीले टोटल 3,14,46,280 किता आइपिओ आवेदन परेको छ भने टोटल 28,95,794 जनाले आइपिओमा आवेदन दिएका छन् र 10 किताको दरले आइपिओ बाँडफाँड गर्दाखेरि टोटल 1,42,770 जनालाई पर्छ भने अरू सबैको हात खाली हुनेछ। हजुरहरूलाई पर्छ कि पर्दैन कमेन्ट गरिदिनु होला। यस कम्पनीको ओपनिङ प्राइस रेन्ज बारे कुरा गर्ने हो भने यस कम्पनीको पहिलो कारोबार मूल्य रु 100 रुपियाँदेखि 300 रुपियाँको बीचमा रहनेवाला छ। पक्कै पनि 300 रुपियाँबाट कारोबार सुरु भएछ भने पनि पहिलो दिनमै हामी फाइदामा रहनेवाला छौँ। अब यस कम्पनीको रिजल्ट डेट बारे कुरा गर्ने हो भने माउन्ट एभरेस्ट पावर लिमिटेडको आइपिओ असारको 19 गते बाँडफाँड गरिने भएको छ। रिजल्ट डेट असार 19 गते शुक्रबार बिहान 9 बजे हुने भएको छ। 9 बजे सर्भरमा अपडेट हुन टाइम लाग्न सक्छ। 11 देखि 12 बजेको बिचमा चेक गर्नु होला। असार 19 गते शुक्रबार 9 बजे रिजल्ट आउनेछ। सो आजको भिडियो चाहिँ यति नै थियो। यस्तै आइपिओ एफपिओ सेयर मार्केट रिलेटेड भिडियोहरूका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।